चाहिँ माथि लप्ची माथि छ त्यही जाँदैछौँ अब है बाटो त्यस्तो छ हाफ एन आवर 245 मिनट हिँड्नुपर्छ अरे यहाँ चाहिँ पछाडि चाहिँ यस्तो छ त्यही बाटो हिँडिराख्नु पर्यो अब के सोधेको कसले झोला बोक्नुपर्छ भनेर तिमीलाई ट्र्याक गरेछ अब चाहिँ म पनि छु है यो फेस डिटेक्ट वाला चाहिँ पछाडि ब्लर देखाउँदो रहेछ कि लाइक राम्रो त्यस्तो छ उताको भ्यू चाहिँ यस्तो छ गल्यो अझै आधी घन्टा हिँड्नु बाँकी छ यस्तो खालो नेक्स्ट है वेलकम टु गान्द्रुक होटल इन्फर्मेसनहरू यहीँ पनि रहेछ यो अफ गर्नु पऱ्यो हाम्रो चाहिँ नम्बर 100 हेलो वेलकम टु गान्द्रुक हामी गान्द्रुक आइपुगेको अवस्था होइन एकदमै अहिले चाहिँ धुम्म छ होपफुली फिङ्गर क्रस्ड It is already so beautiful. Oh my gosh. कस्तो राम्रो हाम्रो फोटोमा आउने भ्यू चाहिँ यता छ तर अहिले एकदम फगी भएर भ्यू देखेको छैन सो ब्युटिफुल कति धेरै हाइक गएर आउनु परेको म त झन्डै नसकेको हाफ एन आवर सिडी वाला College Garden राम्रो छ यमी मेरो चाउचाउ तपाईको थुक्पा यस्तो राम्रो मौसममा टक्कर ट्राई गर्नु त भयो जाडोमा तातो मिठी हुन्छ ठिक छ पर्फेक्ट अफ गर्दै आफै आउँछ छैन भने
यहाँबाट जानु मिल्छ त? पानी पर्छ बाटो अर्कै उयो हो यहाँ बस देखाउनु सिङमा रिल्याक्सिङ गर्ने नि त अहिले चाहिँ धुम्म छ घाम लाग्छ झन् रमाइलो क्याम्प फायर गर्नुको लागि खिचिरहेको छ कन्टिन्यू चाहिँ हामी चाहिँ अर्को गेस्ट हाउस हेर्नु गएको कस्तो रहेछ यो ब्रिज गेस्ट हाउस एन्ड रेस्टुरेन्ट गान्तोक भनेर यसो घुम्दै घुम्दै आएको नि तपाईँ नि के थियो ए हो ए गुरुङ पो जाने रहेछ त गुरुङ रिजोर्ट हो कि होटेल गल्ली गल्ली ए हुन्छ ए फोटो सोटो जाँदैछ गुरुङ घाट जाँदैछ हामी त हिँडेको हिँडै हामी त हिँडेको हिँडै हामी त हिँडेको हिँडै हामी त हिँडेको हिँडै एउटा घोडा लिएर आउनुपर्ने हामी त हिँडेको हिँडै पुरानो गाउँ जाँदैछु गान्तोकको पुरानो गाउँ भन्नु यहाँसम्म आउनु परेन भन्नु त्यही त अप्सनल भयो नि त पुरानो गाउँ आयौँ हामी यहाँ रहेछ पुरानो गाउँतिर जाँदै आज आज पुरै गाउँ गाउँ आइरहेछौँ पुरानो गाउँ यस हिँड्या छ होइन यहाँ आउँदा चाहिँ घोडा लिएर आउनु पर्ने रहेछ ठिक्क हुन्छ घोडा पनि अट्दैन हो त्यो डङ्की नै चाहिन्छ गधा नै खच्चर के गधा के भन्छ त्यो नै चाहिन्छ सक्यो होला
म्युजियम रहेछ हस् हुन्छ थ्याङ्क यू ब्रेकफास्ट यहाँ जाडो भएर मेरो ज्याकेट पनि एक्स्ट्रा ज्याकेट ल्याएको हामी चाहिँ अब गुड मर्निङ फ्रम गान्द्रुक कास्की नेपाल हामी अब अहिले चाहिँ टक्क लाएर चट्ट लाएर गुरुङ ड्रेस लगाएर गुरुङनी भएर फोटो भिडियो खिच्न जाँदैछौँ। माई गॉश अघि त कति धेरै जाडो थियो अहिले चाहिँ हल्का वार्म भयो धेरै नै आकाश पताल नै भयो यस्तो छ। यहाँ अझ यो बिल्डिङहरू देखिँदैन नि त पछाडि। हामी चाहिँ हल्का हाइकिङ गर्दै अलिअलि हाइकिङ भन्दा ट्रेकिङ ट्रेकिङ हो। अब हाइकिङ हुनसक्छ यो नेभर नो। अलिकति उकालो हिमाल चाहिँ ब्युटिफुल हिमालयन रेन्ज। भिडियोभन्दा हेर्दा अझै ठुलो राम्रो देखिन्छ। हामी ब्याक जाँदै अब गुरुङ कटेजतिर। हामी चाहिँ अब गुरुङ ड्रेसमा यहाँ फोटोसुट गर्दै अहिले चाहिँ बादलले पहाड हिमाल छेकेको छ। अघि चाहिँ अलिअलि छेकेको थिएन। गान्द्रुकको गुरुङ कटेज। अनि यहाँनिर यस्तो ड्रेसहरू पनि रेन्टमा ल अब हामी जान्छौँ होइन त। हजुर अब खाना खाने अब खाना खाने अनि तल बस स्ट्यान्ड कि ट्याक्सी स्ट्यान्डमा जाने अनि त्यहाँबाट पोखरा अनि पोखराबाट बस धरानको लागि स्लिपर भयो।